आहा, कति सुन्दर हिमाल अनि कति नजिकै। धुन्चे बजार आउनुभयो भने तपाईँ नजिकैबाट हिमाल हेर्न सक्नुहुन्छ। भिडियो हेर्दै जानुहोस्, अझ नजिकबाट हिमाल हेर्न पाउनुहुनेछ। तर अहिले म तपाईँलाई धुन्चे बजार देखाउँदैछु। धुन्चे बजार रसुवा जिल्लाको मुख्य प्रशासनिक केन्द्र या भनौँ सदरमुकाम हो। यो लाङटाङ राष्ट्रिय निकुञ्जको प्रवेशद्वार मानिन्छ र धार्मिक, पर्यटकीय तथा व्यापारिक हिसाबले अत्यन्त महत्त्वपूर्ण ठाउँ पनि हो। धुन्चे काठमाडौँबाट करिब 125 किलोमिटरको दूरीमा पर्छ र यो समुद्री सतहबाट करिब 2100 मिटर उचाइमा छ। जाडो महिनामा तापक्रम 0 डिग्री सेल्सियसमा झर्छ। यहाँको आकर्षणमा लाङटाङ राष्ट्रिय निकुञ्ज, गोसाइकुण्ड, लाङटाङ भ्याली पनि हुन्। हो, आफ्नै आँखाबाट यो सुन्दर दृश्य हेर्नका लागि तपाईँ एकपटक रसुवाको धुन्चे बजार आउनै पर्छ।